नेपालमा 2 दिन बिदा गर्ने नेपाल सरकारको निर्णय को बखतको कन्टेक्स्ट हामीले हेऱ्यौँ भने के देखिन्छ भन्दा नेपालमा खाडी क्षेत्रमा भएको चाहिँ युद्ध या द्वन्द्वको कारणले उत्पन्न चाहिँ पेट्रोलियम पदार्थको सप्लाई क्राइसिस जसको प्रभाव नेपालमा पनि गम्भीर रूपमा पर्ने नै भयो। त्यो चाहिँ फ्युल क्राइसिस या पेट्रोलियम पदार्थको सप्लाई नै हामीलाई चाहिँ के भनेदेखि त्यति बेलाको परिस्थितिले एउटा महत्त्वपूर्ण एउटा आधार दियो र त्यसको अलावा स्वाभाविक रूपले सबै प्रकारको विश्लेषणलाई हेर्दाखेरि अलिकति तपाईँको त्यसले केही एफिसियन्सी पनि बढाउँछ कि र हाम्रो त्यसबाट एफिसियन्सी गेन पनि प्राप्त हुन्छ कि भन्ने त त्यसको बाई प्रोडक्टको रूपमा एउटा विश्लेषण रहने भयो। मूलतः त्यति बेलाको कन्टेक्स्ट चाहिँ फ्युल क्राइसिस नै थियो र त्यसैबाट सरकारले त्यसका सम्भावित क्षतिहरूलाई रोक्नको लागि यो निर्णय गरेको चाहिँ हाम्रो अहिले सन्दर्भ त्यो हामीले देखेकै हो। हजुर, तत्कालीन समयमा इरान र अमेरिकाको द्वन्द्व चर्किँदाखेरि जुन पेट्रोलियम पदार्थको सप्लाईमा समस्या भयो र मूल्य पनि वृद्धि भयो होइन, त्यो अवस्थामा 2 दिनको बिदा दिएको थियो र शैक्षिक क्षेत्रको कुराकानी गर्दाखेरि आइतबार अहिले पढाइ पनि भइरहेको छैन, कसरी व्यवस्थापन गर्दै हुन्छ मन्त्रालयले, त्यसको लागि कस्तो किसिमको नीतिगत योजना या कार्यान्वयनको कुरा गर्दाखेरि त्यस्तो कसरी चाहिँ निर्देशन जारी गर्नु भएको छ यहाँहरूले? हो, त्यो विषयलाई अब स्वाभाविक रूपले हाम्रा पाठ्यक्रमहरू खास गरी विद्यालय तहको पाठ्यक्रम हाम्रो 1 डे विकेन्डको हिसाबले तय गरिएको र वर्षमा हाम्रो चाहिँ त्यसको पठन पाठन विद्यालय खुल्ने समय, पठन पाठनको समय, क्रेडिट आवर इत्यादि सबै हाम्रो 1 डे विकेन्डको हिसाबले तय गरिएको नै हुन्छ र त्यो पाठ्यक्रमको बन्दोबस्तलाई अहिले पाठ्यक्रम परिवर्तन गर्न नसकिने भएको सन्दर्भमा 2 दिनको विकेन्डलाई कोप गर्ने गरी हामीले चाहिँ हाम्रा अहिले पठन पाठनको प्रक्रियामा केही कम्प्रोमाइज्ड सोल्युसन खोज्नुपर्ने अवस्था थियो। त्यसो गर्दाखेरि वर्षमा शिक्षकहरूले प्राप्त गर्ने या विद्यालय चाहिँ बन्द गर्न पाइने कानुनले दिएको सुविधा 45 दिनको थियो। त्यो विद्यालय बन्द गर्न पाउने सुविधालाई चाहिँ के भनेदेखि हामीले 45 दिनलाई कटाएर चाहिँ सीमित गर्ने, त्यसबाट केही दिनहरू प्रयोग गर्ने र त्यसको अलावा चाहिँ के भनेदेखि अलिकति लङ्गर डे, फ्राइडे पनि लङ्गर डे जाने र अरू दिनहरूलाई पनि हामीले अलिकति अगाडि सुरु गर्ने, अलिकति पछाडिसम्म लिएर जाने अनि एसाइनमेन्टहरू त्यही अनुसारले क्रिएट गर्ने, विद्यालयमा पठन पाठनका चाहिँ एसाइनमेन्टहरू त्यही अनुसारले क्रिएट गर्ने, प्रोजेक्ट वर्कहरू त्यही अनुसारले क्रिएट गर्ने। त्यो हिसाबले हाम्रो अहिलेको गिभन क्रेडिट आवरलाई या टिचिङ आवरलाई कम्प्लाई गर्ने गरी चाहिँ हामीले यो अर्को पाठ्यक्रम संशोधन नहुन्जेलसम्मका लागि चाहिँ यो प्रक्रियालाई निरन्तर गर्ने, यो विधाको चाहिँ निर्णय चाहिँ को कार्यान्वयन रहन्जेलसम्म भन्ने हिसाबको नै त्यसरी केही वैकल्पिक र केही चाहिँ अनिवार्य प्रावधानहरू राखेर हामीले मूलतः पठन पाठनलाई एडजस्ट गर्ने यसका केही वैकल्पिक प्रक्रियागत प्रावधानहरू हामीले विकास गऱ्यौँ। पाठ्यक्रम विकास केन्द्रले त्यसलाई जारी गर्यो र जुन चाहिँ अहिले विद्यालयहरूले अवलम्बन गरिराखेकै छन्। जस्तो यो पेट्रोलियम पदार्थको आयातको कुरा हेर्दाखेरि अहिले नर्मल अवस्था भइसकेको छ, तर पनि बिदा 2 दिन नै छ होइन, जसले गर्दाखेरि विद्यालयमा विद्यार्थीको कुराकानी गर्दाखेरि उहाँहरूले पनि हामीलाई आइतबार पनि विद्यालय सञ्चालन भयो भने हाम्रो पढाइ राम्रो हुन्छ, सजिलो हुनसक्छ भन्ने कुराहरू छ। त्यसै गरी अभिभावकको भनाइ पनि विद्यालय 2 दिन सञ्चालन, आइतबार पनि सञ्चालन हुनुपर्छ भन्ने छ। यसमा अब के हुन्छ, यो हाम्रो मन्त्रालयले चाहिँ कसरी अगाडि बढ्छ यसमा? अब त्यो तपाईँको भनाइ राम्रो हो। अब अहिले हाम्रो सामान्यतया पहिलेदेखिको एउटा लामो समय नेपालमा 2 डेज विकेन्डको प्र्याक्टिस नै छैन। बिचमा केही समय त्यस्तो अभ्यासमा आयो र त्यसलाई शिक्षण संस्थाहरूमा अझ त्यो लागू गर्नको लागि त्यति बेला कठिन नै भएको हो। अब तपाईले भनेको जस्तो हाम्रो ओरिएन्टेसन, हाम्रा जति पनि पाठ्यक्रमहरूको
चाहिँ कन्टेन्टहरूको निर्धारण, त्यहाँ सिकाइ उपलब्धिहरूको निर्धारण, पाठ्यक्रमको तर्जुमा, पाठ्यक्रममा चाहिँ सिकाइ प्रक्रियाका प्रावधानहरू, मूल्याङ्कनका प्रावधान र प्रक्रियाहरू सबै हामीले हेऱ्यौँ भने हाम्रा पाठ्यक्रमहरू अलिकति महत्त्वकाङ्क्षी नै छन्, चाहे त्यो विद्यालय तहको भन्नुहोस्, चाहे त्यो उच्च शिक्षा तहकै भन्नुहोस्, हायर एजुकेसनमा पनि त्यही छ। त्यसो गर्दाखेरि अब स्वाभाविक हो हाम्रा पाठ्यक्रमहरू अलिकति क्राउडेड, कन्टेन्ट लोडेड हुने भए क्रिटिसिजम पनि छ हामीलाई। तैपनि हामी अब एउटा डेभलपिङ वर्ल्ड भएको कारणले धेरै विषयहरू हामीले अध्यापन गराउनुपर्छ बालबालिकालाई, जसले गर्दाखेरि उनीहरूको व्यक्तित्व विकासमा तत्त तहमा या कक्षामा त्यसले चाहिँ सकारात्मक योगदान गरोस्, या कम्पिटेटिभ उनीहरूको एउटा क्यापासिटी बढाउनको लागि, प्रतिस्पर्धी क्षमता बढाउनको लागि चाहिँ उनीहरूलाई के भनेदेखि कम्तीमा पनि एउटा विश्वव्यापी रूपमा तय गरिएको तहको ज्ञानको परिधि या गहराई चाहिँ तत्त कक्षाहरूमा उपलब्ध गराउने या प्रदान गर्ने भन्ने सरकारको आकाङ्क्षा रहने नै भयो। त्यो हिसाबले गर्दाखेरि ती अलि महत्त्वकाङ्क्षी पाठ्यक्रम, अलि महत्त्वकाङ्क्षी हामी सिङ्गो समाज राष्ट्र ले पठन पाठन सञ्चालन गर्दाखेरि ज्यादा दिन पठन पाठन गर्न पाइयो भने हाम्रा ती पाठ्यवस्तुहरूलाई, ती प्रक्रियाहरूलाई, ती प्रयोगात्मक अभ्यासका अवसरहरूलाई, सिकाइका अवसरहरूलाई, पाठ्य सामग्री या शिक्षण सिकाइ सामग्रीहरूको प्रयोगलाई या मूल्याङ्कनका चाहिँ तपाईँको साधनहरूको प्रयोगलाई खुलस्त रूपमा र विस्तारित रूपमा उपयोग गर्न पाइन्थ्यो, जसले गर्दाखेरि विद्यार्थीको सिकाइमा सकारात्मक असर पार्न सकिन्थ्यो भन्ने अभिप्राय विद्यालयहरूमा, विद्यालयका शिक्षकहरूमा चाहिँ के भनेदेखि विश्वविद्यालयहरूमा हामी त्यो देख्छौँ। विद्यार्थीको एन्डमा पनि देख्छौँ, चाहिँ शिक्षकहरूको एन्डमा पनि हामी देख्छौँ, अभिभावकमा पनि देख्छौँ। तर अहिले हामी एउटा कन्टेक्स्टमा हामी यो 2 डेज विकेन्डमा गएको हुनाले त्यो कन्टेक्स्ट अब कम्प्लिटली त्यो विषयलाई अब हामीले अध्ययन गरेर त्यसको एउटा असेसमेन्ट गरेर हामीले हेर्न पर्ने हुन्छ। र त्यसको अलावा यो 2 डेज विकेन्ड एउटा यो प्रयोग पनि भयो, यो प्रयोगको पनि असर हेर्न पनि पर्छ केही समय। र यदि यो प्रयोग सकारात्मक रह्यो, यसले यदि सकारात्मक असर पार्ने भयो, हामीले अघि भनेको जस्तो इफिसियन्सी गेनमा पनि यसको सकारात्मक कन्ट्रिब्युसन रहने भयो, अथवा तपाईँको पठन पाठनमा चाहिँ हामीले अरू वैकल्पिक विधिहरूको कारणले गर्दाखेरि अभिभावक र विद्यार्थीका ती सरोकारहरूलाई हामीले एड्रेस गर्न सक्ने भयो भनेर यसको सकारात्मक प्रभाव रह्यो भने त संसारमा धेरै ठाउँमा प्रयोग गरिएको अभ्यास हो यो। हामीले पनि यसलाई दीर्घकालसम्म अवलम्बन गर्न नसकिने भन्ने पनि छैन। र त्यो गर्नको लागि एउटा सानो अध्ययन हामीले सम्भवतः अब यसको कार्यान्वयनको अनुभव सँगै बिस्तारै यसको अध्ययनमा पनि गएर सरकारले निर्णय लिनुपर्दा पनि ठोस अब आधार प्रमाण र अहिलेसम्मको हाम्रो यसको कार्यान्वयनको प्रभाव र यसले पारेको चाहिँ तपाईँको असर या यसले चाहिँ के भनेदेखि समाजमा दिएको सन्देश र मानिसहरूमा दिएको एउटा उत्साह या अरू पक्षहरू सबैको लेखाजोखा गरेर नै सायद निर्णय गर्नुपर्ने हुन्छ। त्यस सम्बन्धमा अहिले सरकारले कुनै त्यस्ता चाहिँ गृह कार्य या सोच बनाएको भन्ने मैले बुझ्दिनँ। र यसलाई हामी शिक्षा मन्त्रालयले यो प्रावधानलाई कार्यान्वयन गर्नको लागि बरु अझ ज्यादा रचनात्मक र केही वैकल्पिक चाहिँ पाठ्यवस्तु या शिक्षण प्रक्रिया या मूल्याङ्कनका प्रावधानहरूलाई विकास गर्नुपर्ने छ भने त्यसतर्फ पनि हामी गम्भीरतापूर्वक लाग्नु परेको छ। महिनाबाट बिदा दिएको अवस्था हो होइन, मन्त्रालयले ग्रासरुट लेभलमा यसको प्रभावकारिता कस्तो रह्यो, सकारात्मक रह्यो या नकारात्मक स्थिति के छ भने जस्तो तपाईँहरूले केही अध्ययन त्यस्तो रिसर्च केही भयो कि भएन अहिलेसम्म? अहिलेसम्म भएको छैन। हामीले फ्रेङ्कली भन्नुपर्छ। अब यसलाई अहिलेसम्म त हामी यसको कार्यान्वयनलाई नै कसरी वैकल्पिक प्रबन्ध गर्ने, किनभने यो 72 लाख बालबालिकाहरू एकै दिन विद्यालयहरूमा अध्ययन गर्छन्। अब त्यो पक्षलाई हामीले पाठ्यक्रमको कार्यान्वयनको पक्षलाई कक्षा कोठाहरूका चाहिँ पठन पाठनको तालिका चाहिँ एडजस्टमेन्ट गर्ने या समायोजन गर्ने पक्षलाई कस्ता मार्गदर्शनहरू गर्ने, कस्ता गाइडलाइनहरू उत्पादन गर्ने भन्ने बारेमै हाम्रो अलिकति बढी चाहिँ एउटा टेक्निकल प्रिपरेसनमा पनि लाग्नुपर्ने भयो। र अर्को स्टेक होल्डरसँगको एउटा काउन्सिलिङमा पनि हामी लाग्यौँ।
किन अब मान्य मन्त्रीज्यू समक्ष पनि विभिन्न सरोकारहरू आउने भए, पालिकाहरूबाट विभिन्न सरोकारहरू आउने भए र विभिन्न स्टेक होल्डरबाट आउने भए। उहाँहरूसँग पनि हामी बसेर यसमा चाहिँ एउटा काउन्सिलिङ गर्ने, अहिलेको समय परिस्थिति अनुसार हामीले यो एउटा चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोग गरिएको एउटा चाहिँ के भन्ने एउटा अरेन्जमेन्ट हो यो 5 डे विकेन्ड के अरे विकडेको वर्किङ डेजको। यो अरेन्जमेन्टलाई एकचोटि हामीले अप्लाई गरेर जाँदाखेरि यसका सकारात्मक असर या प्रभावहरू रह्यो भने हामीले दीर्घकाल रूपमा पनि सोच्न सकिन्छ कि भन्ने जो सरकारको एउटा आग्रह छ अहिलेको, यो आग्रहलाई कार्यान्वयनमा तपाईँहरूले सहयोग गर्नुहोस् भन्ने हिसाबले हामीले परामर्श पनि गऱ्यौँ। त्यो आदि प्रक्रियामा हाम्रो अहिलेको समय चाहिँ खर्चिएको छ। अब यसको असर या प्रभाव, यसको नतिजा हेर्नको लागि त अलिकति समय पनि हामीले कुर्नुपर्छ। अब वर्तमान शिक्षा मन्त्रीज्यूले पनि बाह्य देशको उदाहरण पटक पटक दिइराख्नुहुन्छ होइन, 5 दिन मात्र सञ्चालन हुन्छ, 2 दिन बिदाई हुन्छ भन्ने। तर नेपालको परिवेश हेर्दाखेरि सामाजिक अवस्था, आर्थिक लगायत थुप्रै भौगोलिक अवस्था, हाम्रो मौसमी अवस्था हेर्दाखेरि त थुप्रै चुनौतीहरू पनि छन्। यतापट्टि चाहिँ कसरी सोच्नु भएको छ यहाँहरूले? हामी यसमा गम्भीर छौँ। मैले अघि पनि भने हाम्रो तपाईँले भनेको समाजको मनोविज्ञान को फर्मेसन नै कसरी भएको छ भन्दाखेरि हाम्रो 1 डे विकेन्डको रूपमा हाम्रो अहिलेको जेनेरेसन होइन 6 डेज वर्किङ डेज इन अ विक, यो धारणा र एउटा मनोवैज्ञानिक तयारी, शारीरिक तयारीका साथ हाम्रो यो जेनेरेसन अहिले गुज्रिराखेको छ। त्यसो गर्दाखेरि हामीलाई यसभन्दा अलिकति फरक खालको प्याटर्न अफ वर्किङ लाइफमा जान पर्दाखेरि हाम्रा घरघराइसीका व्यवहारिक अरू पक्षहरू पनि समायोजन गर्नुपर्ने हुन्छ। यो विद्यालयभित्र पाठ्यक्रमको मात्रै समायोजनले या चाहिँ पठन पाठनको प्रक्रियाको मात्रै समायोजनले हुने मात्रै होइन। त्यस कारणले गर्दाखेरि अभिभावकहरूबाट, स्टेक होल्डरबाट यस्ता खालका जिज्ञासाहरू आइराखेका छन् र उहाँहरूका अभिभावकका आफ्ना तालिकाहरू पनि होइन, पेरेन्ट्सहरूका आफ्ना तालिकाहरू पनि चाहिँ उहाँहरूका घरका अरू कामका चाहिँ योजनाहरूलाई पनि उहाँहरूले तदनुरूप नै एडजस्ट गरेर जानुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ यहाँ प्रशस्त यस्ता एउटा अलिकति केही न केही प्रकारको असजिलो, कन्फ्युजन, दुविधा उहाँहरूमा रहेको छ भने अर्कातिर मैले अघि भने हामी विकासशील देश हो, हामीले महत्त्वाकांक्षा पनि राख्नुपर्छ र जुन जरुरी पनि छ कि हामीले विकासको रफ्तार, हाम्रो उन्नतिको रफ्तारलाई नर्मल कोर्समा या नर्मल पेसमा सामान्य गतिमा अगाडि बढायो भने हामी विकसित राष्ट्रहरूमा जो हाम्रो टेक्नोलोजीको कारणले गर्दाखेरि भएका विकासहरूमा हाम्रो पहुँच छ, हामी ज्ञान राख्छौँ, त्यसमा पुग्न हामीलाई ढिला हुने भएको कारणले हामी हाम्रो उन्नतिको रफ्तारलाई पनि बढाउने हाम्रो चाहना पनि हुन्छ। त्यसो गर्दाखेरि हाम्रा ती महत्त्वाकांक्षी पाठ्यवस्तु, पाठ्यक्रम या आफ्ना कार्ययोजनाहरू या आफ्नो दैनिकीलाई सुचारू गर्नको लागि हामीलाई धेरै दिन हप्तामा काम गर्न पाए हुन्थ्यो भन्ने चाहना, भावना सर्वत्र सबैमा तपाईँले भनेको जस्तो नभएको होइन। त्यसकारणले हामी यो सबै पक्षलाई हेर्छौँ। भोलि हाम्रो चाहिँ समाजमा या स्टेक होल्डरले, पेरेन्ट्सले अरू व्यवसायहरूमा पनि, यो त हामी शिक्षाको मात्रै कुरा गऱ्यौँ, सायद ब्याङ्किङ सेक्टरमा यसको के हो इम्प्याक्ट, या मेडिकल सेक्टरमा यसको इम्प्याक्ट के हो, हस्पिटल सेक्टरमा यसको इम्प्याक्ट के हो होइन, आकस्मिक सेवाहरूको प्रबन्ध गर्नुपर्ने ठाउँमा के हो, अथवा त्यस्ता ठाउँहरूमा हामीले आकस्मिक सेवाको प्रबन्धहरू गरेर वैकल्पिक सोचबाट केही गर्नुपर्छ कि भन्नेदेखि पनि होला। यो सबै चिजहरूमा हामी बडो गम्भीरतापूर्वक खास गरी शिक्षाको, एजुकेसन सेक्टरका हाम्रा यी दैनिकीहरूमा अभिभावक, विद्यार्थी, हाम्रा शिक्षालय, युनिभर्सिटी, क्याम्पसेस सबैको र प्रशासनिक निकायहरूको पनि तालिकालाई, हाम्रो पुरानो एउटा कन्भेन्सनल सेटअपलाई हामीले कसरी के भनेदेखि एक प्रकारले रिस्ट्रक्चरिङ गर्न सकिन्छ र अनि हाम्रो होल यो सिङ्गो जनशक्तिको मनोविज्ञानलाई कसरी रिओरिएन्ट गर्न सकिन्छ भन्ने बारेमा हाम्रा प्रशस्त गृह कार्यहरू चलिराखेका छन्। त्यसकारण त्यस अर्थमा विभिन्न स्टेक होल्डरको विभिन्न कोणहरू आउने, विभिन्न दृष्टिकोण आउने, विभिन्न आइडियाजहरू, ओपिनियनहरू आउने स्वाभाविक हो। त्यसलाई पनि हामीले अहिले यो अवस्थामा हामी अहिले ट्रान्जिसनमा छौँ, यति बेला हामीले त्यसलाई सबैलाई एक्सेप्ट गर्नुपर्छ, सुन्नुपर्छ, त्यसलाई हामीले डकुमेन्ट गर्नुपर्छ र हाम्रा विश्लेषणमा त्यसलाई उपयोग गर्नुपर्छ। हस्, धन्यवाद तपाईँलाई धेरै धेरै। हस्, धन्यवाद।